नमस्ते सबैलाई। आज म कुरा गर्न लागिरहेको छु नेपाली सिनेमाको बहुप्रतीक्षित चलचित्र बलिदानको बारेमा। यो फिल्मको नाम सुन्नासाथ धेरैलाई पुरानो बलिदान सम्झना आउन सक्छ, तर यो नयाँ बलिदान, नयाँ कथा, नयाँ पात्र र नयाँ प्रस्तुति लिएर आएको छ। यसको निर्देशन गरेका छन् सन्तोष सेन र कलाकारहरूको टोली निकै दमदार छ। सौगात मल्ल, रिचा शर्मा, अर्पण थापा, समीर भट्टा लगायतका चर्चित अनुहारहरू यसमा देख्न पाइन्छ। फिल्मको प्री टिजर रिलिज भइसकेको छ, जसले दर्शकलाई निकै उत्साहित बनाएको छ। छोटो झलकमै पनि देशभक्ति, सङ्घर्ष, बलिदान र भावनाले भरिएका दृश्यहरूले धेरैलाई छोएको छ। यस चलचित्रमा देखाइने कथा अझै पूर्ण रूपमा सार्वजनिक भएको छैन, तर निर्देशक र कलाकारहरूको भनाइअनुसार यो फिल्मले नेपालको समाज र राष्ट्रप्रतिको प्रेमलाई आधुनिक तरिकाले प्रस्तुत गर्नेछ। दर्शकले बलिदान भन्ने शब्दलाई नयाँ दृष्टिकोणले बुझ्ने मौका पाउनेछन्। सबैभन्दा रोचक कुरा के छ भने यो चलचित्रले नेपालमै मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रदर्शन हुने तयारी गरेको छ। विशेष गरेर अमेरिका लगायतका देशका एएमसी थिएटर्समा रिलिज हुने पक्का भइसकेको छ। यो कुरा नेपाली सिनेमाको लागि ठूलो उपलब्धि हो, किनकि यसले हाम्रो फिल्मलाई विश्व बजारमा पुर्याउने अवसर दिन्छ। फिल्ममा दमदार अभिनय, शक्तिशाली संवाद र उत्कृष्ट सिनेमाटोग्राफी हुने सङ्केत प्री टिजरले नै दिएको छ। सौगात मल्ल र अर्पण थापा जस्ता कलाकारहरूलाई यस्तो भूमिकामा देख्न पाउनु दर्शकका लागि विशेष हुनेछ। अन्त्यमा बलिदान केवल एउटा मनोरञ्जन अन्त्यमा बलिदान 2025 केवल एउटा मनोरञ्जन फिल्म होइन, यो नेपाली फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्याउने प्रोजेक्ट बन्न सक्ने सम्भावना छ। दर्शकहरूले यसलाई दशैनको फूलपातीमा हेर्ने अवसर पाउनेछन्। धन्यवाद। What does this mean? अन्त्यमा बलिदान 2025 केवल एउटा मनोरञ्जन फिल्म होइन, यो नेपाली फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्याउने प्रोजेक्ट बन्न सक्ने सम्भावना छ। दर्शकहरूले यसलाई दशैनको फूल Sira